गाइस मेरो साथीहरूले चाहिँ स्पट पनि खोजिसकेको थिएछ अम्बो अघि आएर यहाँ हेर्नुहोस् न कस्तो दामी देख्दैछ भ्यू हाउ यु फिलिङ पियादी मिनी पेलगाम आएर घाममा बसेर बदाम खाँदैछ अर्कोले भिटामिन डी पाउँदैछ हामी कस्तो लाग्यो राम्रो लाग्यो खुसी लाग्यो अलिक बिमारी छु शान्ति बिमारी छ गाडीले गाडीले गर्दा गर्दा बिमार भयो यसलाई मैले बिहानै मोमो नखा भनेको नि मम्बुटा किक बेसी भएको जस्तो गाडीमा मम्बुटा किक घाँटीमा पियादी अन्त हेर्छ कस्तो लाग्यो तपाईँलाई राम्रो लाग्यो राम्रो दामी दामी भन्दा दामी छ दामी छ भ्यू यहाँ पर चाहिँ वेडिङको सुट हुँदैछ गाइज अब हामी फर्केको बाई भन्दैछ बाई यहाँ पर चाहिँ रिल्स बनाउँदैछ हो से बाई अब चाहिँ वेदर चिसो हुँदैछ अघिसम्म घाम लागेको थियो हो अब चाहिँ म आउँदैछु होइन अब चाहिँ हामी फर्केको बिकज अर्को जग्गा पनि छ घुम्नु जानुपर्ने हियर एट अनदर प्लेस गाइस भ्यू पोइन्ट भन्दैछ अनि चाहिँ यस्तो रहेछ गाइज हामी आइपुग्यो यहाँनिर अन्त दिस इज कल नो जोर पोखरी माछा छ भन्नु छैन यहाँ चाहिँ पियादी अन्त यहाँ दीक्षा दिइरहेछ हामी चाहिँ जाँदैछौँ यहाँ पर फोटो खिच्नुको लागि हो अन्त ठिकै छ यसले चाहिँ माछा हेर्दैछ दीक्षाले चाहिँ पुरा माछा हेर्दैछ हो अन्त आज हामीले एक्सप्लोर गरेको जग्गाहरू प्रायः नै मन पर्यो गाइज लुक एट हियर से हाई कस्तो दामी देख्दैछ कोही हेर्नु न बोल्ने भिडियोमा बोल्ने चाहिँ गयो तल गयो त अन्त भिडियोमा बोल्ने चाहिँ तल गइसक्यो अब चाहिँ हामी फर्केको गाइज यो चाहिँ हाम्रो लास्ट स्पट थियो अन्त अब चाहिँ हामी फर्केको यो चाहिँ हो तपाईँहरूको जोर पोखरी यो चाहिँ पोखरी रहेछ होइन अन्त आजको आएको हाम्रो मेन मोटिभ चाहिँ थियो प्रियादीको बर्थडे त्यो भएर आएको थियौँ अन्त वी ह्याड सो मच फन आज हामीले भिजिट गरेको प्लेसेसहरू राम्रो थियो अन्त अब एक एकजनाले रिभ्यू सोध्नुपर्छ गाइज आउनुहोस्